वाट्सअप गाइज वेलकम टु ब्याक युट्युब च्यानल। हजुरहरू त आरामै हुनुहुन्छ होला, म पनि त आरामै छु भन्नुहुन्छ। र आज म ठ्याक्क ड्युटीबाट जाँदाखेरि एउटा छोटो मिठो भ्लग बनाउन गइरहेको छु गाइज। ड्युटीबाट छुट्टी भइसकेको छ, ग्याङहरू निस्किरहेको छ। त्यो बिपे बोका होइन, रातिको यति बेला 1 बज्न आँट्यो। मुटु मुटु नाइट फिल्म भन्नुपर्छ यति बेला चाहिँ होइन। ग्याङहरू देख्न सक्नुहुनेछ। यहाँ बाटोमा हिँडिरहेको छ 3-4 जना ग्याङ, नेपाली ग्याङ हो फेरि। यो त उहाँ के भन्छ अरे वेस्ट बङ्गाल। खिच्नुभयो फोटो, भ्लग बनाएर माधव इधर। ए बब्लू मेरा भाई है यार, सिगरेट मत पी लौड़ा। सच में? क्या नाम तुम्हारा? बिराल हो नेपाली में भन्दाखेरि बिराल हो गाई। बिराल हामी मेन रोडमा आइसकेको छ होइन। यहाँ हाम्रो बब्लू सिंह कैसे मेरा भाई? ठीक है ना? ड्यूटी खत्म हो गया, कैसा हो गया ड्यूटी आज? जबरदस्त हो गया, अब फट गया ना? बिजी चल रहा था। अच्छा कल बिजी पार्टी भी है ना? ठीक है। नाम रहता है बोका दाई फट। कैसे मेरा बाबू है? बोल, हिंदी में बात करो। अब तेरे से हिंदी में बात करता हूँ, ठीक है? आता ना? क्या बुक चोरी कर रहा है? देख्न सक्नुहुनेछ गाई, यता नाली साफ गरेको रहेछ बाटोमा चाहिँ। यसो गन्दा छ यार, क्लिन गर्दैछ नि त। त्यही हो गाइज। यहाँ हो हाई बोलो बाबू यार बोलने नहीं यार। देखो क्या वाइरल, देखो इसको नाली में डाल देगा। देख्न सक्नुहुनेछ रातिको टाइममा गाडी पनि हिँडिरहेछ, नहिँडेर होइन होइन। तर के गर्ने यार, रातिको यस्तो समय छ। रातिको 1 बजिसकेको छ र तर पनि म ड्युटीबाट पनि जाँदैछु। त्यही बेलामा पुरै कन्टेन्ट पनि भएको छैन र सानो एउटा भिडियो बनाऊ, भ्लग बनाएको गाइस। सपोर्ट मी अल होइन, सपोर्ट भएन क्या गाइस। यार हजुरहरूको सपोर्ट भएन, देख्न सक्नुहुनेछ होइन। त्यो हाम्रो ग्याङहरू अगाडि हिँडिरहेछ, टिम त्यसलाई अगाडि बढाउनु पर्छ होइन। सपोर्ट मी अल, देख्न सक्नुहुनेछ। यो हाम्रो मोटा दाई आयो भन्दैन न हौ एकचोटि यार। हाम्रो नेपालमा भइरहेको आन्दोलन, जो जेनजी टिमका युवाहरू सबैजना जुटेर देशलाई राम्रो बनाउँ भन्ने सोचले बढाउनु भएको छ। र एउटा कुराले राम्रो पनि हो, आफ्नो देशमा राष्ट्रवादीहरू नेतालाई भगाउनु भयो, त्यसै राम्रो हो। त्यो कुरालाई एउटा कुरा, अब देशलाई जतिभन्दा छिटो देशलाई अब देशमा प्रधानमन्त्री को बनाउने, के गर्ने भन्ने कुराहरू चाहिँ छानबिन गर्नुपर्ने हुन्छ छिटै। किनभने देशलाई परिवर्तन गर्नुपर्ने हुन्छ होइन। अहिले देख्न सक्नुहुन्छ सुनसान रोड छ यार। अब यस्तो रातिको टाइममा हिँड्नुपर्छ गाइज होइन। के छ बोका त खबर? लड्कीसँग त बात चलिरहेको छ होइन? देखाउनु त च्याट हेरौँ त। एकदम पोस्ट चाहिँ हाल्दैन है भाइ। यो त रन्काइदिने, यसले त गरेर मार्केट खाने। लेट सघाउनै छ गाइज, रहेछ गाइज। हेर्नु सक्नुहुनेछ। एन्ड 1-2टा मान्छे छ त्यो राति यहाँ। त फेरि बेङ्गलोरमा चाहिँ कति 2 बजीसम्म 2-3 बजीसम्म चालु हुन्छ क्या दोकानहरू पनि। बाहिर मान्छे भेट्छ नि त, अरू जग्गामा त भेट्दैन के अरे होइन। फोटो बनाएको मुलाले छैन, कामै छैन। यस्तो त्यो सबै डुप्लिकेट हो गाइस। त्यो हेरेर तपाईँले फेक हो पुरा रियल जस्तो गरेर कमेन्ट किन गरिदिनु होला। सब फेक हो, यस्तो छ हालत। हेर्नु त बङ्गलादेशको प्रधानमन्त्री बन्ने रे हो, बङ्गलादेशको प्रधानमन्त्री।
मेरो भला गरेर ब्रेकअप झन्नै भएन अरे लगाएछ अब मेरो भला गरेर ब्रेकअप भयो मार केटीसँग बोल्छ अनि अब भलकमा आएपछि अब रिसाउँदैन गर्लफ्रेन्ड एउटा केटीसँग बोले पो मेरो मन पर्छ एउटासँग मात्रै बोल्छ भन्नु दुनियाँसँग बोल्दैन अनि रिसाउँदैन नि त रिसाउँछ गाइस होइन यस्तो छ यार मस्त छ नि त जग्गा के भन्न चाहनुहुन्छ नेपालबाट अब होइन नेपालबाट हेर्दै हुनुहुन्छ भने अब नेपालमा चाहिँ जेएनजीको टिम हाम्रो युवाहरू होइन अरूले अब जुन आन्दोलन ल्याउनु भएको थियो त्यसको लागि चाहिँ ठिकै हो एक प्रकारले चाहिँ राम्रो हो र एक प्रकारले होइन राम्रो पनि छ किनभने भ्रष्टाचार नेताहरू चाहिँ भागिसके होइन भगाउनु पर्ने होला थियो जब जस्तै शेरबहादुर देउवाले धोबी भेटेको थियो त्यस्तै गरेर पर्सेन्टेज र केपीले पनि भेट्नुपर्ने गाइज तर त्यो चाहिँ अलिक गलत भयो पर्सेन्टेज र केपीले चाहिँ भेटेन होइन तर गाइज त्यो अहिले भागेर चाहिँ बहुत गलत भइरहेको छ तर भाग्यो भन्नेमा छोड्नु हुँदैन एक दिन आउँछ त नआउने होइन त्यसलाई भेट्यो भने हान्नुपर्छ कोडा सब जेएनजीको टिमले चाहिँ हान्नुपर्छ गाइज होइन त्यसमा हामी पनि सामेल हुनेछौँ अब देशको प्रधानमन्त्री कसलाई बनाउने के गर्ने भन्ने विषयहरूलाई चाहिँ छानबिन हुँदैछ र छिट्टै छानबिन होस् र हाम्रो देश पहिलाभन्दा सुधार एन्ड राम्रो होस् अरूले कब्जा गर्ने डिसिजन चाहिँ नहोस् होइन त्यही भन्न चाहन्छु गाइस अब हामी भारतमा भएर पनि हामी आफ्नो देशमा नपाएर पनि दुःखी छ किनभने आफ्नो देशमा भएको भए यति बेला आन्दोलनमा हामी पनि सामेल हुनु जस्ट त्यही हो गाइज हाम्रोमा त रुममा त लाइट छैन जस्तो लाग्दैछ अँध्यारो छ त हाम्रो गल्ली त यार अँध्यारो छ यार खोइ त्यो अँध्यारो छ कसैले पछाडि हाने पनि चिन्दैन गाइज हामीलाई त यार अब यस्तो छ अब तपाईँले दाँत मात्रै दाँत बाहेक केही देख्नुहुन्न गाइज यस्तो कालो मान्छेलाई अब ए गाइज रहेछ यार लाइट आइज हामी रुममा आइसक्यौँ अगाडिको भेना हुनुहुन्छ र पछाडि छु रुममा त लाइट रहेछ यार म त लाइट छैन दुखी भएर म चार्जर पनि छैन कि क्लियर गाइज यस्तो सिँढी चढ्नु पर्छ माथि सबभन्दा टपमा छ रुम फेरि यार हिँड्दा पनि थकै लाग्छ यार अहिले गाइज हामी रुमको छतमा आइसक्यौँ होइन सास फुटेर निस्केला जस्तो भइरहेको छ गाइस छतमा छ ठट्टा है हावा खाँदै बस्ने टक्कै बेना बस्नु भयो हाम्रो त्यहाँ हजुर के हुन्छ र हुनुहुन्छ र टक्कै उत्तर रुममा हाम्रो बेना बस्नु भयो म यहाँ छु गाइस त्यो अघिल्लो भ्लगमा चाहिँ यार कपिराइट हान्यो कि एउटा भ्लगमा त्यतिखेर खासै भ्लग बनाउनु पनि लागेको छैन र भिडियो बनाउनु पनि लागेको छैन किनभने एउटा भिडियोमा कपिराइट हान्नु भनेमा भिडियो बनाउनु त छोड्नु भएन नि त त्यही भएर चाहिँ फेरि कन्टिन्यू गरेको गाइस आजको भ्लग हजुरहरूलाई के कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरिदिनु होला आजको लागि बाई एन्ड ओके गुड नाइट्स अल